के लाग्छ त नि एल क्लासिको कतिको डर लाग्छ? एल क्लासियो अब एल क्लासियो प्रेडिक्ट गर्न सकिन्न। लास्टको म्याचबाट एकदमै राम्रो होप छ। तर यो कि हाम्रो स्ट्राइकर हामीलाई त्यो गेम फ्रस्ट्रेटिङ हुन्छ किनकि हामीले चान्सेस फिनिस गर्न हामीलाई गाह्रो हुन्छ। अब हामीले फरानबाट आश राख्न सकिन्न फिनिसको लागि। हामीलाई फरानको साटो अब अरू फिनिसर चाहियो। बवाल खेलिरहेको छ अहिले त फर्मिन सर्मिनहरूले रुनी बर्दागीले नि राम्रो पर्फर्म गरेर। अब हामी फरानको गोल स्कोरिङ एबिलिटीमा मात्रै भएर बसेन हामीलाई। अब नम्बर 7ले गोल देला भन्ने आश राखेर बस्नु भएन हामीले। राफिनियाले गोल हान्न पर्यो हाम्रो लागि, त्यसपछि फर्मिनले हान्न पर्यो, त्यसपछि बेन्चबाट जो आउँछ ड्यानियलमो आयो, ड्यानियलमो ऱ्यासफोर्ड आयो, ऱ्यासफोर्ड तिनीहरूले गोल हान्नु पर्यो किनकि फरान अलि अनप्रेडिक्टेबल छ। कन्फिडेन्स बल्ल बल्ल बुस्ट दियो। लास्ट गेममा हाम्रो रुनी बार्जागीले राम्रो खेल्यो, 3 जिए दियो आफ्नो फर्स्ट सुपर कोपा दियो स्पेनियामा। कस्तो लाग्यो त हाम्रो रुनीको गेम हेर्दाखेरि? बवाल बवाल थियो। लमिन यामाल नहुँदा बवाल खेल्यो। जस्ट लमिन यामालले रेस्ट दिन नि सक्यो। नर्मल गेमहरूमा अब जस्ट लाइक अथलेटो बिल्बाओ अलि नराम्रो छ, बट लालिगाको मोस्ट अफ द गेममा स्टार्ट गर्न लमिन यामाललाई स्टार्ट नगरिकन रुनीलाई स्टार्ट गर न। हामीलाई केही टिमको क्वालिटी खस्ला भने डर भएन अब यति भएपछि। त्यही हो जे होस्। भन्छ कन्फिडेन्स छ जित्छ भनेर। कन्फिडेन्स अब लास्ट गेममा 5 गोल 16 मिनेटमा 5 गोल। हाफ टाइम अघि नै 4 गोल हानेकोलाई त हामीले राम्रै मान्न पर्यो अब। राम्रै हो। फाइनलमा चाहिँ जे नि हुन्छ त जे होस्। एक्स्ट्रा टाइम हुन्छ कि हुन्न फाइनलमा? यो गेम क्लोज हुँदैन। यो गेम अलिकति ठुलै हाई स्कोरिङ गेमै हुन्छ यसपालि। हाई स्कोरिङ भन्दा नि 2-3 गोलको डिफरेन्स हुन्छ। 4-1 3-all त्यस्तै हुन्छ। कि मड्रिड कि बार्सा? अब माड्रिडले जित्यो भने, किनकि रिसेन्ट हाम्रो डिफेन्स अलिकति नराम्रो भएको, नत्र हाम्रो अट्याक बवाल छ, मिडफिल्ड बवाल छ र गोलकिपर त भन्नै परेन। सो त्यसले गर्दा मेबी हामीले क्लिन सिट राख्न सकिन्छ यसपालि एल क्लासियोमा। आश राखौँ। यो एल क्लासिकोले जस लालिगा नि हल्का फुल्का असर पर्न सक्छ नि त। जुन टिम हार्छ त्यसलाई हल्का अनकन्फिडेन्स हुनसक्छ लगातार। अब जस्तै बार्सा हार्यो भने लगातार 2टा एल क्लासिको हार्यो भनेर हल्का अन्डर कन्फिडेन्स जान सक्छ। रियल अब एल क्लासिको जित्यो भने फेरि फर्ममा आउन सक्छ लिगमा नि। त्यसपछि लिगमा नि च्याम्पियन धेरै लिग फरक पर्छ। फुटबलमा कन्फिडेन्स बुस्ट गराउनलाई यो ट्रफी एकदमै म्याटर गर्छ। अब हाम्रो यङ प्लेयरहरू छन्, लास्ट सिजन केही जितेछन्, यो सिजन केही जितेर सिजन सुरु भने पछि च्याम्पियन लिगसम्म पुग्दासम्म केही अलिकति कन्फिडेन्स बिल्डअप हुन्छ तिनीहरूलाई। प्रिडिक्सन मेरो प्रिडिक्सन त 3-1 मड्रिड 3-1 मड्रिड। 3-1 मड्रिड राम्रै हो। हुनसक्छ अब एम्बापेको फर्म कस्तो हुन्छ, भिनिसियस र एम्बापेको कोलिजन हुन्छ कि हुँदैन, अब इगो क्लास हुन्छ कि हुँदैन। अब न्युट्रल ग्राउन्डमा हो, फ्यानहरूको एटमोस्फियर एकदम रमाइलो हुन्छ। कति व्हाइट सर्ट्स आउँछ त्यसमा भर पर्छ, कति बार्सिलोनाको सर्टमा फ्यानहरू आउँछ। फ्यान्सबाट नि यो गेम एकदमै न्युट्रल ग्राउन्डमाको कारणले गर्दाखेरि एटमोस्फियर राम्रै हुन्छ। तेरो प्रिडिक्सन के हो? मेरो त 3-0 बार्सा।